नेपालको सांसद, जहाँ सांसदलाई माननीय भनिन्छ, प्रधानमन्त्रीलाई सम्माननीय भनिन्छ, जहाँ सुरक्षाकर्मीलाई समेत मर्यादा पालक भनिन्छ, तर त्यही सांसदमा सोमबार एउटा यस्तो दृश्य देखियो जसले लोकतन्त्रको संस्कारमाथि गम्भीर प्रश्न उठाइदियो। राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बिचैमा उठेर हिँडे। के यो केवल नयाँ शैली थियो वा संसदीय मर्यादामाथिको खतरनाक सङ्केत? आज हामी विश्लेषण गर्नेछौँ प्रधानमन्त्रीको त्यो एक कदमले लोकतन्त्रलाई कस्तो सन्देश दियो। संसदीय लोकतन्त्र केवल सरकार बनाउने खेल होइन, यो विधि, परम्परा, अनुशासन र मर्यादाको प्रणाली हो। संविधानले सबै कुरा लेख्न सक्दैन, धेरै कुरा अभ्यासले जोगिन्छ, संस्कारले टिक्छ, नेतृत्वको व्यवहारले बलियो हुन्छ। त्यसैले संसदमा राष्ट्र प्रमुख आउँदा विशेष सम्मान गरिन्छ, सभामुख र राष्ट्रसभा अध्यक्षले स्वागत गर्छन्, प्रधानमन्त्री सहित पुरा सदन उभिन्छ र विदाई पनि सम्मानपूर्वक गरिन्छ। किनभने त्यो केवल एउटा व्यक्ति होइन, राष्ट्रको संवैधानिक गरिमाको प्रतिनिधित्व हो। तर सोमबार त्यही परम्पराको बीचमा एउटा अस्वाभाविक दृश्य देखियो। राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका थिए। त्यो कार्यक्रम सरकारकै निर्माणमा तय भएको थियो, समय पनि सरकारले नै तय गरेको थियो। तर सम्बोधन सकिन करिब 15 मिनेट बाँकी हुँदा प्रधानमन्त्री बालेन्द्र शाह बैठक छाडेर बाहिरिए। राष्ट्रपतिलाई संसदले उभिएर विदाई गरिरहँदा प्रधानमन्त्रीको कुर्सी खाली थियो। यो केवल सामान्य घटना थिएन, संसदीय अभ्यासलाई दशकौँदेखि नियालिरहेका व्यक्तिहरूका लागि यो दृश्य अस्वाभाविक मात्र होइन, बिझाउने खालको थियो। पूर्व सांसद, महासचिवहरूले समेत प्रश्न उठाए। सांसद भनेको मर्यादा र शिष्टाचारको थलो हो। कतिपय समर्थकहरूले यसलाई पुरानो परम्परा विरुद्धको नयाँ शैली भन्न सक्छन्। तर प्रश्न उठ्छ, के लोकतन्त्रमा सबै परम्परा खराब हुन्छन्? यदि प्रधानमन्त्रीले राष्ट्रपतिको सम्बोधनलाई महत्त्व नदिने हो भने भोलि सांसदहरूले सदनलाई नै महत्त्व नदिन थाले भने के हुन्छ? लोकतन्त्रमा संस्थाहरू व्यक्तिभन्दा माथि हुन्छ। प्रधानमन्त्री, राष्ट्रपति, सभामुख यी सबै पद प्रणालीका स्तम्भ हुन् र ती स्तम्भहरूको गरिमा जोगाउने जिम्मेवारी सबैभन्दा बढी प्रधानमन्त्रीकै काँधमा हुन्छ। तर बालेन्द्र शाहको शैली सुरुदेखि नै संसदीय प्रक्रियाभन्दा बाहिरी राजनीतिक केन्द्रित देखिँदै आएको छ। मौनता, फेसबुक राजनीति, सांसदमा न्यून उपस्थिति, समितिहरूमा निष्क्रियता, अब संयुक्त सांसदको बैठकमै बीचबाट उठेर हिँड्नुले सांसदप्रति उदासीनताको सन्देश झन बलियो बनाएको छ। लोकतन्त्र अचानक ढल्दैन, संस्था एकै दिन कमजोर हुँदैन। साना साना व्यवहार, मर्यादाको उपेक्षा, परम्पराको अवमूल्यन, यिनैबाट प्रणाली कमजोर हुन्छ। आज प्रधानमन्त्री बैठक छाडेर हिँडे, भोलि कसैले राष्ट्रपतिको सम्बोधन नै बहिष्कार गर्न सक्छ, पर्सि सांसदको प्रक्रियालाई नै अस्वीकार गर्न सक्छ। यदि सर्वोच्च कार्यकारी पदमा बसेका व्यक्ति नै संसदीय संस्कारप्रति संवेदनशील देखिँदैन भने राज्य संयन्त्रले कस्तो सन्देश दिन्छ? नेतृत्वको व्यवहार नै प्रणालीको चरित्र निर्माण गर्छ। जनताले बालेन्द्र शाहलाई केवल पुराना अनुहार हटाउन मतदान गरेका थिएनन्। उनीहरू नयाँ राजनीतिक संस्कार चाहन्थे, परिपक्वता चाहन्थे, संवाद चाहन्थे, पद्धतिप्रतिको सम्मान चाहन्थे। किनभने नयाँ राजनीति भनेको पुरानो संरचना भत्काउने मात्रै होइन, विश्वसनीय प्रणाली बनाउने प्रक्रिया पनि हो। तर यदि नयाँपनको नाममा संस्थागत मर्यादा नै कमजोर बनाउन थालियो भने त्यसले अन्ततः लोकतन्त्रमै क्षति पुर्याउँछ। प्रधानमन्त्रीको त्यो खाली कुर्सी केवल एउटा कुर्सी खाली हुनु थिएन, त्यो दृश्यले एउटा ठुलो प्रश्न छोडेको छ। के नेपालमा नयाँ नेतृत्व संस्कार सहितको लोकतन्त्र बनाउन आएको हो वा व्यक्तिगत शैलीलाई नै प्रणालीभन्दा माथि राख्न? लोकतन्त्रमा शक्ति ठुलो होइन, पद्धति ठुलो हुन्छ, बहुमत ठुलो हुन्छ, मर्यादा ठुलो हुन्छ। प्रधानमन्त्री शाहले बुझ्नुपर्ने कुरा के हो भने प्रणाली सुधार्ने नाममा यदि आधारभूत संसदीय संस्कार कमजोर पारियो भने अन्ततः त्यसले उनीलाई कमजोर बनाउँछ। जनताले दिएको भरोसा
केवल लोकप्रियताका लागि होइन, लोकतन्त्रलाई परिपक्व बनाउने जिम्मेवारीका लागि पनि हो। अन्यथा नयाँ राजनीतिको नारा पनि पुरानै अराजकताको अर्को संस्करण बनेर इतिहासमा सीमित हुन सक्छ।